सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ चपेटी, सबैजना मिलेर। अङ्कल चाहिँ उतापट्टि जानुभएको छ पेट्रोल लिन। अब सिमसार जाने प्लानमा चपेटी गएको होइन त? यताको हाम्रो अब अर्कै सिमसार, सपनाको सिमसार हो त्यो चाहिँ। अब अङ्कल चाहिँ आइसक्नु भयो अनि त्यहाँदेखि अब चाहिँ हामी जान लागेको। हामी बेलडाङ्गीको बजार आइपुगेको। अब चाहिँ हामी भित्र लाग्छौँ। हामीले चाहिँ बेलडाङ्गीमा यो ढुङ्ग्री किनेर अब फेरि लाग्दैछौँ। हाम्रो बाटोहरू चाहिँ एकदमै नराम्रो क्या। यहाँनिरको बनाइहाल्नु नि सरकार। हाम्रो चाहिँ के निवेदन छ भने, मलाई खासै मजा चाहिँ बोल्नै आउँदैन क्या। फेरि यस्तै छ बाटो, हाँएर हु भइहाल्छ बोल्नु बित्तिकै। हाम्रो चाहिँ के निवेदन छ भने सरकारहरूलाई, बेलडाङ्गीको बाटो चाहिँ एकदम नराम्रो छ क्या। बनाइदिनु पर्यो सर, बनाइदिनु पर्यो हुजुर। के भन्नु पर्यो तपाईँहरूलाई, बनाइदिनु क्या। चपेटी जाने बाटो एकदम नराम्रो छ। कसरी जानु यस्तो गर्मीमा? अनि फ्रेस हुनलाई त जानु पऱ्यो नि त होइन? चपेटी जाने कि नजानु सरकार, बनाइदिनु पर्यो क्या। बाटो बनाइदिनु पर्यो। यस्तो बाटोमा कसरी हिँड्नु सक्नु हामी? यस्तो हुनु पर्यो क्या बाटो भनेको, अघिको जस्तो होइन क्या। बुझ्नु न, बुझ्नु पर्यो क्या हाम्रो निवेदन हामी जनताहरूको। हामी चाहिँ अब पुग्यौँ साथीहरू। चपेटी जाने बिस्तारै कुदाउनु भनेको। अब चाहिँ हामी बसिसकेको अनि त्यहाँदेखि दाइ र अङ्कल चाहिँ त्यहाँनिर अर्डर गर्न जानुभएको छ। ऊ चाहिँ मेरो बहिनी रेणुका, ऊ चाहिँ मेरो फेभरेट भन्नुहोस्, फेभरेट हेर्नु। लाज लागेको छ मेरो बहिनीलाई। दिदी मैले तपाईँहरूलाई भनिरहेको हुन्छु नि भिडियोमा, डान्स टिचर भनेर। उहाँ हो, उहाँ चाहिँ सबैलाई दिदीको ब्लगमा सबैलाई नमस्ते। मेरो नाम चाहिँ रेणुका हो अनि मेरो फेभरेट दिदी हो उहाँ। हाम्रो चाहिँ खानेकुराहरू आइसक्यो, चटपटे र कोक आइसक्यो। अब आज खानेकुराहरू आउनु बाँकी छ। ल ल ल भयो, ल भयो, मलाई भिडियो बनाउँदैन भयो होइन। अनि हाम्रो चाहिँ खानेकुरा चटपटेहरू आइसक्यो, त्यहाँ कोक पनि आइसक्यो। यो अङ्कल चाहिँ कति बच्चा जस्तो चल्नुहुन्छ। उहाँ चाहिँ हाम्रो सर पनि हो, उपमाको पापा पनि हो, मेरो साथीको जिग्रीको पापा पनि हो कि। त्यसैले मात्रै म केही पनि भन्दैन कि। खाऊ पनि भन्नुहुँदैन। गाइस यहाँको मासु चाहिँ एकदम बब्बाल रहेछ क्या। हामीले खानु पनि स्टार्ट गरिसक्यौँ, दामी रहेछ। सो हेलो एभ्रिवान, अब चाहिँ हामी फर्किसकेको। भन्दा पनि अब हामी चपेटी जाने। अब चाहिँ हामी चपेटीको खोला लागेको। यहाँ हेर्नु न कस्तो राम्रो बनाएको रहेछ यहाँनिर चपेटीको गेट। चपेटी नआएको धेरै भएको थियो कि क्या हो साथीहरू। हेर्नु नि कस्तो परिवर्तन भएको। परिवर्तन भइरहेछ। यो 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 यहाँनिर चाहिँ नि हामी कहिले आएको थियौँ भने, पहिला मेरो एकचोटि सुटिङ हुँदाखेरि, यहीँनिर सुटिङ हुँदाखेरि हामीले चाहिँ यहाँ बसेर ड्रेसहरू लगाएको अनि त्यहाँदेखि खानाहरू सबै यहीँनिर गरेको थियौँ कि। एकदम राम्रो छ माथि पनि। के भनेको ब्लगमा भनेको मलाई भनेको ब्लगमा। अनि तपाईँ 1 महिना नपुगी के भन्नुहुन्छ? अनि मैले त उमा मलाई पनि त्यही भनेरै पढाइदिएको त। हामी चाहिँ चपेटी आइसक्यौँ। सो एभ्रिवान, हामी चाहिँ फर्किसकेको अब। किनभने 5 बजिसक्यो नि त होइन। छिटो घर जानु पर्यो कि परेन त साथीहरू? आकाश कति राम्रो देखिरहेछ क्या। अनि हामीले त्यहाँनिर चाहिँ माथि पुगेर चाहिँ भिडियो बनाउनु अलिक पाइनौँ, किनभने यो फोनमा चाहिँ चार्ज सकिसक्यो नि त। दाइको फोनमा चाहिँ हामीले भिडियो र फोटोहरू खिचिसकेको छौँ। यो हेर्नु नि कति राम्रो छ। एभ्रिवान प्लिज, इट्स फ्रिकिङ क्युट। अब चाहिँ हामी घर गएको। आजको हाम्रो भ्लग चाहिँ यहीँसम्मको लागि। बाइ बाइ।